राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक भर्सेस राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाहीको भिडन्तर चलिरहेको छ अहिले सामाजिक सञ्जालमा तपाईँहरू हेर्न सक्नुहुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक र राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही बीच यतिसम्म दोहोरो भिडन्त भइरहेको छ सामाजिक सञ्जालमा भन्दाखेरि। अनि राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाहले एउटा कुरा भन्नुभएको थियो। उहाँले भन्नुभएको थियो कि दुबईमा बस्ने मान्छेहरूले ठगेर खान्छन्। उहाँले यो देख्नु भएको छैन, दुबईमा बस्ने श्रमिकहरूलाई देख्नु भएको छैन, दुबईका ठुला ठुला बिल्डिङहरू सफा गर्ने या त सिसाहरू पुस्ने मान्छेहरू देख्नु भएको छैन। उहाँले आफ्नो परिवार छोडेर गइरहेका व्यक्तिहरू जो चाहिँ बाकसमा फर्किएका मान्छेहरूलाई उहाँले देख्नु भएको छैन। तर उहाँले ठगिरहने व्यक्ति जो चाहिँ होलान् कोही केही पर्सेन्ट आधारमा हुन सक्छन्, ठगेर खाने मान्छे पनि नेपालमा पनि छन्, या त कुनै देशमा, या जापान, या त अमेरिका, जुनसुकै देशमा पनि हुन सक्छन् हैन, नेपालीहरू नै। तर दुबईमा बस्ने सबै मान्छेहरू ठगुन् भन्ने तरिकाको उहाँ जुन स्पिच दिनुभएको थियो त्यो चाहिँ गलत थियो र त्यही गलत प्रवृत्तिका विरुद्धमा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक तथा कार्यकर्ताहरूले चाहिँ एकहोरो प्रहार गरिरहेको हुन् भन्ने मेरो मान्यता रहेको छ। तर उहाँले पनि एउटा माननीय भइसकेको छ, माननीयको मर्यादाभित्र बस्नुपर्ने हुन्छ। उहाँले चाहिँ आफ्नो अहिले भर्खरै एउटा स्ट्याटसमा लेख्नु भएको थियो गजेडी क्राइङ ग्याङ टिओबी ग्याङ भनेर, जसरी उहाँले चाहिँ आरोप प्रत्यारोप गरिरहनु भएको छ। यो चाहिँ गलत हो, सही हो, उहाँ ज्ञानेन्द्र शाहीलाई नै थाहा होला, हामीलाई थाहा हुने कुरा भएन। तर यसरी आफ्नो मर्यादा भुलेर जे पाए त्यही बोल्नु भनेको यो चाहिँ माननीयहरूले चाहिँ यतिसम्म बोल्नु भनेको यो चाहिँ सुहाउने कुरा चाहिँ हुन सक्दैन मेरो मान्यता अनुसार। अनि राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरू पनि यतिसम्म एकहोरो लगिरहेका छन्, या त आफ्नो पार्टी या त आफ्नो कार्यकर्ता या त आफ्नो सरकार विरुद्ध कुनै कसै मान्छेले केही बोल्यो भन्दैमा उहाँहरूलाई चाहिँ यतिसम्म प्रहार गर्नुहुन्छ भन्ने कुरा यो पनि एकदमै ठुलो डरलाग्दो विषय छ। यतिसम्म चाहिँ शान्त देश बनाऊँ, हामी चाहिँ कस्तो देशको कल्पना गरिरहेका छौँ त्यो कल्पना गरिरहेका छौँ, त्यो कुरा चाहिँ हामीले प्रयास गर्न या प्राप्त गर्न सक्नुपर्छ भन्ने कुराहरू हुनुहुन्छ। तर यसरी एक अर्कालाई आरोप प्रत्यारोप लगाएर देश विदेशमा रहने व्यक्तिहरूलाई भाँडबुडो गर्नु चाहिँ यो चाहिँ सुहाउने होइन भन्ने कुरा लाग्छ। धन्यवाद।